हे गाइस, आज चाहिँ हामी कोटिया माईको मन्दिरमा आएका छौँ। यो चाहिँ बुद्धनगरदेखि केही टाढा पर्छ, दुईतिरबाट। यो चाहिँ हात्तीको मूर्तिहरूबाट चाहिँ स्वागत गर्नको लागि राखिएको छ। यहाँ चाहिँ एकदम जङ्गल होइन, एकदम रमाइलो ठाउँ छ होइन। यहाँ पनि केही झलकहरू छन्, एउटा हेर्न लायक छ होइन। भगवानको मूर्तिहरू भएको ठाउँ एकदम रमाइलो। साइकलमा आएको थियौँ, साइकल यहाँ छ। अनि भाइहरू चाहिँ अगाडि गइसकेको छ, म चाहिँ यहीँ छु। đây muốn hai cái này sao mà अनि यहाँको विशेषता भनेको चाहिँ के हो भन्दाखेरि भगवानको मूर्ति मात्रै नभएर यहाँ चाहिँ वनमा जङ्गलमा पाइ एकदम रमाइलो ठाउँ के मस्तमा आएको छ। वन जङ्गलमा आएर केही पनि गर्दैन है, यिनीहरू चाहिँ छुन केही पनि गर्दैनन्। हात्तीहरू धेरै देखिएको छ है यहाँनिर, सबै प्रकारको हात्तीहरू यतापट्टि छ। सानो ठुलो सेतो गैँडा के छ, त्यहाँ सेतो पनि छ। हात्ती 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 त्यहाँ चाहिँ घोडा होला, त्यो चाहिँ सेतो चाहिँ घोडै हुनुपर्छ पक्कै पनि। रुख पनि छ एकदम ठुलो, हावा खानको लागि। अहिले चाहिँ जाडो महिना हो, जाडोमा चाहिँ हावा खानु पर्दैन। अथवा एउटा परिवारकोबाट नाममा बनाइएका मूर्तिहरू होइन, नाममा होइन, कसैको सम्झनामा त्यो तरिकाले बनाइएको हो यो। वाउ, भाइहरू चाहिँ घुमिरहेछ, रमाइलो गरिरहेछन्। यतापट्टि चाहिँ मस्तै यहाँनिर यता घन्टी पनि रहेछ है। यहाँनिर चाहिँ घन्टी बजाउनु पर्छ क्या यहाँ आएपछि चाहिँ। अनि भित्र पनि दर्शन गर्न पाइन्छ होइन, पक्कै पनि। टोपी चाहिँ अहिले यहीँ राखिदिउँ। फाइनल्ली हामीले चाहिँ यहाँ दर्शन सर्शन गरेर चाहिँ सकिसकेका छौँ। दर्शन सकियो, अब चाहिँ यहाँबाट बाहिर निस्किनु पर्ने हुन्छ। यहाँ अलिअलि तपाईँ स्विमिङ खेल्ने ए नखेलौँ भयो एक्जाम गर्थ्यो मन तातो पानी। ए जाडो भन्ने बित्तिकै नुहाउने भन्ने बित्तिकै केटाहरू फेरि डराइहाल्छ कि एकदम। कोटिया माइकी जय। सो गाइज, आजको भ्लग यतिकैमा सकिएको छ र अब चाहिँ अर्को भिडियो आउनेछ। त्यतिन्जेलसम्मको लागि चाहिँ प्रतीक्षा गर्नु होला र मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। अनि बेल आइकनलाई पनि अलमा सेलेक्ट गरिदिनु है, नयाँ नयाँ भिडियोहरू हेर्न पाइन्छ।